subscribe now and press the bell icon. पहिले गर्नु भेटिहाल्यो देख्छन् राजा गएर अब के भनौँ अब राजा साबै बनाउनु भनेर नेपाली दर्शकले मन पराउने फिल्म अब तिहारमा दर्शकको लागि यहाँभन्दा पछि दर्शकले हेरेपछि थाहा हुन्छ होइन त्यहाँभन्दा बढी नबोल्नु होला बाँकी हाम्रो हिरोहरूले हिरोइनहरूले बोल्नु एउटा चाहिँ म सोधिहाल्छु राजा साहेबमा धेरै हिरो राख्नुको कारण के हो राजा साहेबमा धेरै हिरो राख्नुको कारण यो प्याटर्न गर्नु चेन्ज गर्नुको लागि प्याटर्न चेन्ज गर्नुको लागि हाम्रो धेरै पछि हाम्रो रवि ढुङ्गाना चाहिँ कमब्याक गर्दै हुनुहुन्छ राजा साहबको भूमिकामा हुनुहुन्छ हुनु पर्यो अब यत्रो उमेर गइसक्यो दोना नभएको हिरोइनले राखेको माला नायिका हाम्रो आइसा राई पूजापाठ हाल्न सकिहाल्यौँ सम्पूर्ण मिडियाकर्मीहरूले साथ दिनुभएको छ यहाँ आइपुगिदिनु भयो राधा साहब अब चाँडै नै हामी ट्याबमा रिलिज गर्दैछौँ हामी दर्शकहरूको लागि राधा साहबको स्टोरी चाहिँ अब मैले फरक अहिलेसम्म जति पनि नेपाली फिल्म बनाएर भन्दा फरक बनाइदिएको छु फरक ल्याइदिएको छु होइन त्यो त भोलि दर्शकले हलमा हेरेपछि थाहा पाउनुहुन्छ यस्तो खालको बन्न थालेछ बन्न पऱ्यो भन्ने कुरो दर्शकहरूले नै रिजल्ट दिनुहुन्छ हामीले मैले बोल्नुभन्दा पनि राजा साहबको अहिले म सबै कुरो म बोलिनँ सबभन्दा त हाम्रो राजा साहबले नै बोल्नुहुन्छ यति सबै कुराहरू होइन यति भन्दै म बिदा लिन्छु हस् धेरै धेरै धन्यवाद त्यसो त उहाँले कामले बोल्नु जरुरी छ अब यहाँ धेरै कुरा भन्दा पनि उहाँले जे बोल्नुभयो त्यो कामले बोल्नु भने अझ बेटर जे बोल्नुभयो राम्रो बोल्नुभयो छोटो मिठो हाम्रो समय पाबन्दी पनि हेर्नु पर्यो अब यताबाट जान्छु यो फिल्मका सङ्गीतकार गायक ओम सुनारबाट सरस्वती कुरा सुन्दै आउँ ओमजी सर्वप्रथम त यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय दाइहरू पत्रकार साथीहरू सबैलाई म न्यानो अभिवादन गर्दछु जुन चलचित्र राजा साहेबमा एउटा मैले सङ्गीत भर्ने काम एउटा मलाई मिल्यो जिम्मेवारी मिल्यो मैले कोसिस गरेको छु एकदमै राम्रो गर्ने साथै यसमा हामीले एउटा रिमिक्स गीत पनि राखेको छौँ रिमेक भन्न चाहन्छु म त्यसलाई रिमिक्स होइन त्यो रिमेक गर्छौँ हामीले चलचित्र गाउँलेको गोली सिसाको बोलको गीत हामीले रिमेक गरिरहेका छौँ आशा छ यो गानालाई सम्पूर्ण नेपाली गीत सङ्गीत प्रेमी दर्शक श्रोताहरूले धेरैभन्दा धेरै माया गरिदिनु हुनेछ र साथै म अलिकति एक लाइन गाएर पनि सुनाउन चाहन्छु रङ्गी चङ्गी बैसामा फुलेकी हेर मुहार थापा कै बलेकी रङ्गी चङ्गी बैसामा फुलेकी हेर मुहार थापा कै बलेकी गोली सिसाको मेरो माया किन रिसाको ए मेरो माया किन रिसाको ए ताजा खबर जन्माया नहेर है करके नजरा ए जन्माया नहेर है करके नजरा धन्यवाद यति भन्दै म आफ्ना दुई शब्दहरू यहीँ टुङ्ग्याउन चाहन्छु धेरै धेरै धन्यवाद माइक पास गर्दै गरौँ ओम सर उहाँले गीत पनि गाएर सुनाउनु भयो निर्माता मध्ये गायक हुनुहुन्छ यहाँको कुरा हेलो सबै उपस्थित हुनुभएका हाम्रा सरहरू पत्रकार साथीभाइहरू आज यो खुसीको कुरो छ कि लामो समयदेखि राजा साहेब बन्छ तर कहिल्यै बनेन मेरो काममा परेको तर आज यहाँ आएर चाहिँ अब चाहिँ आई एम कन्फिडेन्ट अब चाहिँ यो पक्कै बन्छ
र यो चाहिँ हामी एज अ टिम सबै मिलेर राम्रो तरिकाले गरेर जान्छौँ। एज अ म पनि एज अ सानो रोल गर्दैछु यसमा, प्रड्युस लगायत मेरो सानो रोल छ र यो सबै राम्रो तरिकाले होस् भनेर म बेस्ट अफ लक दिन चाहन्छु हाम्रो टिमहरूलाई। र हाम्रो अग्रज हाम्रो सरहरू हुनुहुन्छ, उहाँहरू धेरै लामो समयदेखि यसमा आबद्ध हुनुहुन्छ। आइ एम सो ह्याप्पी वर्क विथ देम। थ्याङ्क यू। हस्, धेरै धेरै धन्यवाद। प्रोड्युसर मध्ये गाएको हुनुहुन्थ्यो। अब टार्जन सरको हातमा माइक छ। टार्जन सर लामो समयदेखि नेपाली चलचित्र बलिउडमा आबद्ध हुनुहुन्छ। आफ्नो सम्पूर्ण जीवन नै कला क्षेत्रमा बिताउनु भयो र आफ्ना केही अनुभव यो चलचित्रमा तपाईँको भूमिका होइन, तपाईँले त अब हिरो बुट्या मात्रै देखियो, हिरोनी पनि बुट्ने हो कि केही हो कि यस्तो भनिदिनु होला। जे होस्, लामो समयपछि उहाँ सबैले भनेर चाहिँ नि आजदेखि चाहिँ नि यो बल्ल सुरु हुँदैछ। अब यसमा के कस्तो छ भने चाहिँ म खलपात्रकोमा चाहिँ नि भूमिकामा छु होइन। अब के कस्तो छ भने चाहिँ अहिले पनि मलाई केही चाहिँ नि यस विषयमा राम्रोसित थाहा छैन। तपाईँहरू पनि यसो पछि फिल्म हेर्दै गर्नु थाहा भइहाल्छ। हस्, धेरै धेरै धन्यवाद। अब माइक गएको छ डेब्यू नायिका नायक होइन, तपाईँलाई पछि पक्नुहोस्, राजा साहेबलाई लास्टमा गर्ने हो। थ्याङ्क यू। परिचयबाट जानुहोस् न, नडराइ बोल्नुहोस्। थ्याङ्क यू। मेरो नाम चाहिँ सोनिका केसी हो। अनि यो राजा साहेबको लागि चाहिँ मैले 3 चोटि अडिसन दिएको थिएँ यो राजा साहेबको लागि। अनि रमित दाईले चाहिँ मलाई त्यो 3 चोटिमा लास्टमा सेलेक्ट गर्नुभएको थियो मेरो अडिसन हेरेर। एन्ड आई रियली थ्याङ्कफुल फर रमित दाई, मलाई राजा साहेबको लागि सेलेक्ट गर्नुभएकोमा र मेन नायिकाकोमा। थ्याङ्क यू। अब तपाईँलाई केही प्रश्न, तपाईँलाई पछि माइक दिइरहनु, अहिले गरौँ न। 3 चोटि अडिसनले हो, 3 चोटि। अनि पहिलो अडिसन फेल हुनु साथ अरूलाई त आउट गरेर तपाईँले फेरि लिँदै किन सेलेक्ट गरेका त? होइन, फर्स्ट अडिसनमा रमित दाई हुनुहुन्थ्यो। ए हुनुहुन्थ्यो। ए हजुर। अनि सेकेन्डमा पनि उहाँले हुनुहुन्थ्यो, रमित दाई आएपछि गर्नु भन्नुभयो। अनि थर्डमा रमित दाई नै आउनुभएको थियो। अनि रमित दाईले चाहिँ त्यसपछि सेलेक्ट गर्नु भएर अनि त्यसपछि अब तपाईँ ग्ल्यामर फिल्ममा आउनु भएको छ। अहिले हिरोइनहरूले दिएका तस्विरहरू हेर्ने हो भने त्यस्तै तपाईँ अब कसरी अगाडि बढ्ने सोच्नु भएको छ त? यो ग्ल्यामर दुनियाँमा आउनु भएको छ? होइन, मेरो यो सिन चाहिँ एकदम लोयल छ होइन। एउटा एकदम सिम्पल रोल छ, मेरो क्यारेक्टर एकदम सिम्पल छ, त्यही हो। अनि व्यक्तिगत जीवनमा पनि सिम्पलै हो तपाईँ? हजुर, व्यक्तिगत जीवनमा पनि सिम्पलै हुनुहुन्छ? अब हेर्नु न, सिम्पलै त सुने होइन। रमित दाईको कुनै फिल्म हेर्नु भएको थियो कि यसो अनुभव सुनाउनु न। एकदम धेरै हेरेको छु रमित दाईको, त म बच्चादेखि फ्यानै हो। ए ओके, हस्, थ्याङ्क यू। अब अर्को डेब्यू नायिका, उहाँको हातमा माइक छ। माया कहिले मारेनन् दर्शकले र उहाँले पनि माया मार्नु भएन, तर बिचमा केही ग्याप अवश्य भएको हो। अग्लो कद भएको, उत्तिकै ह्यान्डसम, ओहो हिरो भनेको त्यस्तो पो ज्यान हुनुपर्छ टाइपको लाग्ने। र यो फिल्मको प्रमुख भूमिकामा राजा साहेबको भूमिकामा हुनुहुन्छ रमित ढुङ्गाना। र रमित दाईसँग मेरो पुरानो नाता दाजुभाइको त्यो भएको हिसाबले पनि दाईको विषयमा यति बोल्दाखेरि मैले बढी बेला लाग्दैन होला दाईलाई। र अर्को प्रमुख भूमिकामा हुनुहुन्छ धीरेन साक्य। सायद धीरेन सर आउँदै हुनुहुन्छ, अन द वे हुनुहुन्छ। अर्को कलाकारमा हुनुहुन्छ जय किशन बस्नेत। जय किशन बस्नेत आफै फिल्म निर्माण गर्नुहुन्छ, निर्देशन गर्नुहुन्छ, लेख्नुहुन्छ, कोरियोग्राफी गर्नुहुन्छ, के गर्नुहुन्छ अहिले युट्युब चलाइरहनु भएको छ। र तर हामी ज्यादा उहाँलाई कलाकारको रूपमा चिन्छौँ। अर्को कलाकार हुनुहुन्छ सशक्त अभिनय, त्यसमा पनि भिलेन रूप। म आफैलाई पनि एकदम उहाँको भिलेन रूप मनपर्ने उमेश खड्का। दाइलाई पनि धेरै धेरै स्वागत। दाइको पनि केही ग्याप भएको। अहिले यस्तो छ कि कुनै समय चलचित्रलाई लिड गर्ने यो माहौलले साँच्चै मलाई कता मेरो आँसु आउनु बेर लाग्दैन, किनभने हामीले यो चिज पाउँदैन थियौँ पहिला। हाम्रो मैले बारम्बार भनिरहेको छु, हाम्रो फिल्म शुक्रबार फिल्म रिलिज हुन्छ भने बिहिबार पोस्टरमा टाँसेको भरमा शुक्रबार फिल्म हाउसफुल जान्थ्यो। त्यस्तो बेलामा हामीले चलचित्रमा